हेलो, स्वागत छ फेरि तपाईहरुलाई हाम्रो यस फर बेटर युट्युब च्यानलमा। आज फेरि पनि तपाईहरुको लागि मैले एक्सेसिबल इन्कम फ्रम इम्प्लोयमेन्ट ट्याक्सेसन इन नेपालको च्याप्टर 8 बाट एउटा फेरि एकदम राम्रो न्युमेरिकल लिएर आएको छु। एकचोटी यसलाई पनि सल्भ गरी हेरौँ है त। यो सल्भ गरिसकेपछि चाहिँ लगभग हामी बुझिसकेका हुन्छौँ है। लगभग धेरै के गाह्रो छैन, सुरुबाट गरौँ है त। यो 32 नम्बरको Mr. Rajendra Bashal is employed in registered firm and furnished the following particulars of his income for the previous year. Salary received after deduction is contribution to provident fund and income tax deduction at source. TDS र PF काटेर दिएको रे यो भनेको चाहिँ है। अनि इन्कम ट्याक्स डिडक्सन एट सोर्स TDS यति छ रे, उसको आफ्नो PF मा 10% यति छ रे। इम्प्लोयर्स कन्ट्रिब्युसन भनेको यो चाहिँ उलाई काम गर्न राखेकोले दशै खर्च इक्वल्स 1 स्यालेरी, ये तिहार खर्च दिएर रहेछ। डिभिडेन्ड फ्रम बैंक, DNS अलाउन्सेस 40% अफ बेसिक स्यालेरी, इन्ट्रेस्ट क्रेडिट रेट टु दिएको छ। हि वाज प्रोभाइडेड इन्ट्रेस्ट फ्री लोन, हाउस रेन्ट दिएको रहेछ। ओके, यस्तो कुराहरु दिएको छ भने अनि क्वेशनमा सोधे एक्सेसिबल इन्कम फ्रम इम्प्लोयमेन्ट, ट्याक्सेबल इन्कम एन्ड ट्याक्स लायबिलिटी भन्ने है। अब कसरी सुरु गर्ने, फर्मेटबाट जाने है। सुरुमा फर्मेटमा के गर्ने, एक्सेसिबल इन्कम फ्रम employment of को Mr. Rajendra खड्की राजेन्द्र बस्याल for the previous year। अब यहाँ के हुन्छ हाम्रो प्याटर्न, पार्टिकुलर्स, के गाह्रो छैन है। तपाईहरुले एउटा गर्नुभयो भने सबै आउँछ। यो ट्याक्सेसन को चाहिँ जस्तै तपाईहरुले रुट बुझ्नु भयो, रुट बुझ्नु भएपछि चाहिँ केही फरक छैन। जुनचुकै इयर को ले भयो भने तपाईहरुले ट्याक्स रेटहरुमा त फरक राख्नुस् र अरु तरिका त के हुन्छ, सेम नै हुन्छ है। सो के दिएको छ हेर्नुस् त, स्यालेरी दिएको छ त। यहाँ स्यालेरी त ठ्याक्कै यति नै भनेर दिएको छैन, तर हामीलाई यहाँ नेट स्यालेरी चाहिँ दिएको छैन। स्यालेरी रिसिभ्ड आफ्टर डिडक्सन हिज कन्ट्रिब्युसन टु प्रोभिडेन्ट फन्ड एन्ड इन्कम ट्याक्स डिडक्सन एट सोर्स भने हुन्छ नि। अब तपाईहरुले यसको चाहिँ के गर्नु पर्यो, हामीले वर्किङ नोट गर्नु पर्यो है। सो वर्किङ नोटमा यो चाहिँ के दियो, नेट स्यालेरी दियो है। नेट स्यालेरी दिएको छ, कति दिएको छ हेर्नुस् त यहाँ 810। अब TDS दिएको छ, ट्याक्स डिडक्सन एट सोर्स कति दिएको छ, 54,000 दिएको रहेछ। सो अनि अर्को के दिएको छ हेर्नुस् त, PF दिएको छ। PF मा चाहिँ तपाईहरुले आफ्नो वाला हेर्ने है, हिज ओन हेर्ने है, आफ्नो चाहिँ हेर्नुपर्ने हुन्छ। किनभने यो कहिलेकाहीँ चाहिँ आफ्नो यति अरु अफिसबाट यति भनेर राख्दै हुन्छ, त्यही भएर यसमा चाहिँ आफ्नो चाहिँ कन्ट्रिब्युसन कति छ हेर्ने। अब ग्रोस स्यालेरी के हुन्छ भन्दाखेरि, ग्रोस स्यालेरीमा जहिले पनि यो नेट स्यालेरी जोडिन्छ, त्यसमा TDS जोडिन्छ, त्यसमा PF जोडिन्छ। अब यहाँ अहिले चाहिँ दशै खर्च इन्क्लुडेड छैन भने चाहिँ, तर कहिलेकाहीँ चाहिँ इन्क्लुडेड वाला नै हुन्छ, त्यस्तो वाला नै हामी गरौँला, केही प्रब्लम भएन। अब निकाल्नको लागि सुरुमा नेट स्यालेरी आफ्टर बिफोर गरौँ न है, बिफोर TDS ट्याक्स डिडक्सन सोर्स नकाट्नु भन्दा अगाडि कति थियो हेर्नु त, 810 प्लस 54,000 कति आउँछ हेर्नुस् त, 810 प्लस 54,000 भनेको 864,000। अब यो भनेको चाहिँ के हुन्छ हेर्नुस् त, 864 भनेको 864,000 छैन है। 864,000 यो के आयो भन्दाखेरि, अब यसमा नि के काटिसकेको छ, 10% PF काटिसकेको छ। यो भनेको कति रहेछ, 90% भनेर तपाईहरुले दिमाग लाउने है। सो ट्याक्स डिडक्सन स्यालेरी या ग्रस स्यालेरी है। ग्रस स्यालेरी अब कसरी निकाल्ने, 864 मा यो चाहिँ कति पर्सेन्ट मात्र थियो, 90% थियो भनेपछि हामीले यसलाई कतिमा लानु पर्यो, 100% मा। भनेपछि अब 864 डिवाइड बाइ 90, 864,000 डिवाइड बाइ 90 इन्टु 100 कति आयो, 9,60,000। अब 1 मन्थ भनेको के गर्ने हो, यसलाई डिवाइड गर्ने हैन त, डिवाइड बाइ 12। सो 96 लाई डिवाइड बाइ 12 गर्दाखेरि कति आयो, 80,000 चाहिँ उसको एक महिनाको तलब आयो। अब स्यालेरीमा जहिले गर्ने भनेको 1 वर्षको हो, त्यही भएर हामीले चढाउनु भनेको कति नै चढाउनु पर्ने हुन्छ। अघि हामीले 9,60,000 निकाल्यो, त्यही जहिले पनि यो मन्थली छ भने यसलाई यसमा लाने है। अब TDS को कुरा आएछ। अब PF को कुरा हुन्छ नि, उसको आफ्नो गयो, इम्प्लोयर को कन्ट्रिब्युसन कति छ, 10%, 10% अफ के हुन्छ, एनुअल स्यालेरी।
अब यसको 10% भनेको के हुन्छ एउटा जेरो काट्दिनु त हैन 96 एउटा जेरो काट्यो भनेपछि 96000 अब इम्प्लोयर कन्ट्रिब्युसन दशैं खर्च भनेको के भनेछ उसको 1 महिनाको तलब है दशैं खर्च इक्वल्स 1 मन्थ स्यालेरी भन्छ 1 महिनाको स्यालेरी कति थियो यसमा हामीले 80000 * 12 गरे है अघि निकालेको थियो नि त्यसको 1 महिना भनेको 80000 अब तिहार खर्च पनि दिएको रहेछ फेरि यसमा चाहिँ तिहार खर्च पनि चलाइदिनु तिहार खर्च के भनेछ इक्वल्स हाफ मन्थ स्यालेरी भनेछ त्यही भएर 1 महिनाको 80000 त्यसको आधी भनेको 1/2 भनेको 40000 अब दशैं खर्च डिभिडेन्ड फ्रम बैंक भनेको यो के हुन्छ यो जाँदैन यो के हुन्छ रेसिडेन्ट कम्पनीबाट आएको डिभिडेन्ड हैन यस्तो कुराहरु इन्ट्रेस्ट फ्रम बैंक यस्तो कुराहरु के हुन्छ हाम्रो जहिले पनि फाइनल विथड्रल दिनुहुन्छ है अनि त्यो तपाईहरुलाई त्यसको बारेमा यसो चाहिन्छ भने म त्यसको पनि भिडियो बनाइदिन्छु सो डिएनएस डिभिडेन्ड गएन डिएनएस अलाउन्स डिएनएस अलाउन्स हेर्नु चाहिँ कति भनेछ 40% 40 डिवाइड बाइ 100 इन्टु बेसिक स्यालेरी कति छ 80000 यो 1 महिनाको यसलाई केमा लानु पर्यो हामीले 12 मा भनेपछि 1 वर्षको तपाईले यसको यो गर्नु भयो नि हुन्थ्यो है 40 डिवाइड बाइ 100 इन्टु 80000 को 12% यो 3,84,000 1 वर्षमा गर्नु पर्यो नि त हामीले सो इन्ट्रेस्ट क्रेडिटेड टु पीएफ भनेको इन्ट्रेस्ट क्रेडिटेड टु पीएफ यस्तो कुराहरु फाइनल विथहोल्डिङ हुन्छ अगाडि नै पछाडी के दिएर चाहिँ इन्ट्रेस्ट रिसिभ फ्रम फ्रेन्ड भनेको यो कुरा के हुन्छ इन्ट्रेस्ट रिसिभ फ्रम प्राइभेट मनी लेन्डिङ नेचुरल रिसोर्सेस भनेको सबै कुरा केमा जान्छ इन्भेस्टमेन्टमा जान्छ सो अर्को हेर्नु है त ही वाज प्रोवाइडेड एन इन्ट्रेस्ट फ्री लोन बाइ अफिस 2 million द प्रिभेलिङ इन्ट्रेस्ट रेट इन द मार्केट इज 12% के भनेछ बाहिर चाहिँ उले चाहिँ यो जुन राजेन्द्र भन्ने मान्छेले बैंकबाट चाहिँ लोन लिएछ रे है जस्तै अफिसबाट चाहिँ लोन लिएछ रे तर त्यो लोनको 12% चाहिँ उसले जस्तै के भन्नु खोज्छ भन्दाखेरि 12% चाहिँ बाहिरबाट लोन लिएको भए 12% तिर्नु पर्थ्यो हैन तर अफिसबाट लिए नि तर उसले अफिसबाट लिएको लोनमा चाहिँ उसले इन्ट्रेस्ट तिर्नु पर्दैन के जुन चाहिँ के भयो उसको लागि इन्ट्रेस्ट बेनिफिट भयो नि यो पनि उसको केमा गयो अब ट्याक्सेबल इन्कममा जान्छ इन्ट्रेस्ट बेनिफिटमा कति हुन्छ रे 12% र अफिसले चाहिँ यसबाट 12 को ठाउँमा 12 दिएर छ नत्र भए घटाएर दिनु पनि गर्थे है कुन महिनामा दिएको छ सुरुमै दिएको छ के कुरा गरेछ नि सुरुमै 12/100 कति दिएको छ 2 मिलियन 20 लाख रुपैयाँ लोन लिएको रहेछ भने चाहिँ इन्टु 12 डिवाइड बाइ 100 2,40,000 कसरी निकालियो हेर्नुस् त यो चाहिँ उसले 2,40,000 चाहिँ उसले इन्ट्रेस्ट तिर्नु पर्ने थियो रहेछ बाहिर लोन लिएको भए तर उसले अफिसमा लोन लिए नि त्यसले गर्दा चाहिँ उसले यो यति इन्ट्रेस्ट चाहिँ तिर्नु परेन जुन चाहिँ उसको लागि इन्ट्रेस्ट बेनिफिट भयो है हाउस रेन्ट अलाउन्सेस दिएको छ पर इयर हाउस रेन्ट अलाउन्स भनेर चाहिँ अब यसलाई यता चराइदिनु हाउस रेन्ट अलाउन्सेस कति दियो 1,80,000 सो he donated 20,000 अब के भनेछ एक्चुअली पेड या छोड्दिनु his office is situated Sire meal and tiffin facility worth 5,000 per month in the premises provided to all the employees equally यदि यो मान्छेलाई मात्र एकजनालाई मात्र यस्तो फ्यासिलिटी दिइन्छ भने के हुन्छ त्यो चाहिँ ट्याक्सेबल इन्कममा जान्छ तर यस्तो फ्यासिलिटी सबैजनालाई इक्वल टर्म्समा दियो भने चाहिँ त्यो जाँदैन है सो 1,80,000 भयो अब योबाट के छ त जाने छैन भनेपछि एक्सेसिबल इन्कम फ्रम इम्प्लोयमेन्ट अब यसलाई सबैलाई एड गरिदिनु है त कति होला छ 960 प्लस 96,000 प्लस 80,000 40,000 384,000 प्लस 240,000 प्लस 180,000 1980 भनेपछि 1980 भनेपछि 19,80,000 चाहिँ उसको के रहेछ एक वर्षमा कमाएको रकम रहेछ अब जसमा चाहिँ हामी के घट्छ एक्जम्पसनहरु गर्छौं डिडक्सनहरु घटाउँछौं अब यसमा अर्को हेर्नु त हामीले टिक लगाइराख्नु इन्ट्रेस्ट रिसिभ फ्रम फ्रेन्ड भनेको त केमा जान्छ त्यो एक्सेसिबल इन्कम फ्रम इन्भेस्टमेन्ट के छ यसमा हेर्नुस् त इन्ट्रेस्ट रिसिभ्ड फ्रम फ्रेन्ड कति हजार छ
1,20,000 अरु के दिएको छैन भनेपछि यो एक्सेसेबल इन्कम फ्रम इन्भेस्टमेन्ट कति नै हुन्छ 1,20,000 भयो। अब 1,20,000 भयो नि, यसलाई चाहिँ यता चढाउँ है। अब टोटल एक्सेसेबल यसको नि बिजनेसको छ त बिजनेसको कुरा के देखाएको छैन भने चाहिँ टोटल गर्दा गर्दै हामीले बिजनेसको कुरा त देखाएको छैन नि, बिजनेस जाने टोटल एक्सेसेबल इन्कम फ्रम इम्प्लोयर कति आउँछ है। टोटल एक्सेसेबल इन्कम मात्रै इम्प्लोयमेन्ट भएन है, किनभने हामीले अहिले दुईटाको जोड्न लाग्दैछ प्लस 1,20,000 कति आउँछ 21 लाख आउँदो रहेछ है। फेरि इम्प्लोयमेन्ट भयो भने त फेरि माथिको मात्र हो नि त। टोटल एक्सेसेबल भने चाहिँ इन्कमबाट नै आएको, इन्भेस्टमेन्टबाट आएको, बिजनेसबाट नै आएको, बिजनेसको चाहिँ थिएन नि त। अब यसपछिको नेक्स्ट स्टेप भनेको हाम्रो लेस अलाउएबल डिडक्सन है, जसमा चाहिँ हामी के काट्छौँ कन्ट्रिब्युसनहरु, पीएफहरुको प्रोभिडेन्ट फन्डको कुराहरु काट्छौँ, सीआईटीको कुराहरु हुन्छन् हैन, सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको कुरा हुन्छ, हाम्रो एसएसएफ सोशल सेक्युरिटी फन्डको कुराहरु आउँछ है। त्यस्तो कुराहरु जसमा चाहिँ लगानी कोषहरुमा राखेको हुन्छ नि त्यसको चाहिँ काटिन्छ के। अब यसमा के काटिन्छ सुरुमा प्रोभिडेन्ट फन्डमा आएको कुरा हुन्छ नि त्यसको कुरा काटिन्छ भनेपछि 1/3 अफ टोटल एक्सेसेबल अमाउन्ट इन्कमको यो। अब कति पर्सेन्ट 20%, किनभने 20% यहाँ पनि 10% यहाँ पनि 10% भनेको छ नि, त्यही भएर 20% अफ एनुअल स्यालेरी, जहिले पनि एनुअल स्यालेरीको है। अब यसको म्याक्सिमम लिमिट कतिसम्म कटाउनु पर्ने 3 लाख हुन्छ यसको म्याक्सिमम, जुन चाहिँ सानो आउँछ त्यो। अब हिसाब गर्नु है त 21 लाखको कति डिभाइड बाइ 3 भनेपछि 7 लाख, 7 लाख भनेको उसको 1/3। अब 20/100 इन्टु 96,000 अनि 9,60,000 भनेको 1,92,000 है नि। अब कुन चाहिँ सानो छ हेर्नु त 1,92,000 छ नि, त्यही भएर यसमा जानुभयो। अब कति आउँदो रहेछ हेर्नु है त। टु 20% गर्यो हामीले यति निकाल्यौं, 1/3 निकाल्यौं यो। अब जुन चाहिँमा सानो छ नि त्यसलाई चाहिँ हामीले यता चढाइदियौ। अब यो चढाको अमाउन्टबाट घटाउँ है त कति घट्दो रहेछ। सो 21 लाखबाट 1,92,000 घटाउँदा कति हुन्छ माइनस 21 लाख, उल्टो घटाइदिए है मैले, उल्टो घटाए नि आउने आन्सर उयो 1908,000 हो। अब यो भनेको चाहिँ के हुन्छ ट्याक्सेबल इन्कम बिफोर डोनेसन हुन्छ नि, डोनेसनलाई दिनुभन्दा अगाडि। अब त्यो पछि के गर्छ डोनेसनको कुरा के छ भन्दा पीएम रिलिफ फन्डलाई दिएको डोनेसन चाहिँ फुल्ली अलाइबल हुन्छ यहाँ दिएको जस्तो। अरु सिम्पल डोनेसनको कुराहरु आउँछ नि, डोनेसन टु बोर्डिङ के रे सरी पब्लिक स्कुल हैन, डोनेसन टु हस्पिटल्स, पब्लिक एडमिनिस्ट्रेसन्सहरुलाई दिएको हुन्छ नि त्यस्तो खालको पोलिटिकल पार्टीहरुलाई दिएको, त्योहरु भनेको चाहिँ 5% जान्छ। र ओल्ड हेरिटेजहरु दिएको हुन्छ नि, लुम्बिनी जस्तै लुम्बिनी एरिया डेभलपमेन्ट, पशुपति एरिया डेभलपमेन्ट हैन, त्यस्तो कुराहरुलाई आएको भनेको चाहिँ 10% हुन्छ, त्यो चाहिँ कम्पनीको लागि। तर यो हेरिटेजहरुको लागि दिएको पनि चाहिँ व्यक्तिको छ भने त्यसमा सिम्बलमै हाल्दिने 5% नै काट्दिने डोनेसन। अब यसमा चाहिँ के गर्ने डोनेसन to PM Relief Fund which is के fully allowable, जति डोनेसन दिएको त्यति सबै जान्छ। कति दिएको छ यसमा 20,000। अब 1908 मा 20,000 उल्टो घटाइदियो है मैले ट्याक्कै 1888,000 हैन त, 1908 माइनस 20,000 त्यति हो। अब यो भनेको चाहिँ के हो ट्याक्सेबल इन्कम बिफोर एक्जम्पसन। अब एक्जम्पसनमा 7 वटा कुरा एलआईपी, एचआईपी, फरेन अलाउन्सेसको कुरा हैन, फरेन अलाउन्सेसको कुरा, डिजेबलको कुरा है, पेन्सनको कुरा, अनि रिमोट एरियाको कुरा, प्राइभेट बिल्डिङ प्रिमियमको कुरा, हाउस बिल्डिङको कुरा आउँछ नि, त्यो 7 वटा हो त्यो कुराहरु आउँछ हैन। अब यसमा चाहिँ के दिएको छ
LIPHF को कुरा छैन, फरेन लन्चेसको कुरा छैन भनेपछि त यसमा के दिएको छ, रिमोट एरियाको छ। त्यही भएर लेस रिमोट एरिया कुनमा छ, सीमा। अब सी भने चाहिँ ए को 50,000, बी को 40,000, सी को 30,000, बी को 20,000, ए को सरी फेरि ए को 50, बी को 40, सी को 30, बी को के हुन्छ 20, ई को फेरि डी को 20, ई को 10। ठ्याक्क यो एबीसीडी भन्दा पनि कस्तो झुकिएको हो, त्यस्तो हुन्छ। अब रिमोट सीमा भनेपछि उसको कति पर्सेन्ट काटिन्छ, 10,000। ए को 50, बी को 40, सी को 10 घटाउँदा होइन कि 30, डी को 20, ई को 10। अब घटाएर भने त कति आउँछ, 188 माइनस 30 भनेको कति हुन्छ, 1858,000। यो जुन चाहिँ भनेको के हुन्छ हाम्रो ट्याक्सेबल इन्कम। अरू केही पनि छ त छैन नि। अब यसमा मैले ट्याक्स लायबिलिटी पनि गरिदिन्छु है, ट्याक्स लायबिलिटी पढ्दैन क्या, यसलाई यता साइडमा गरिदिन्छ। अब यसमा चाहिँ 5 लाखको सिङ्गल मानेर गरौँ, किनभने कपाल सफल के भनेको छ भने सिङ्गल @ सुरुको 5 लाखमा 1%, त्यो पछिको 2 लाखमा 10%, त्यो पछिको 3 लाखमा 20%, कति छैन है त। सुरुमा 5,000 काटिन्छ, 20 लाखको 10% भनेको 20,000, 3 लाखको 20% भनेको 60,000। अब 10 लाख गयो भने चाहिँ 8,50,000 58,000 छ नि, त्यसको कति काट्छ 30%, किनभने नेक्स्ट 10 लाखसम्म त हाम्रो 30%ले काट्ने हो नि त। 257,400 कति आउँछ है त, 85,000 होला त्यो भनेको, 342,400 आयो नि ट्याक्स लायबिलिटी। अब यो ट्याक्स लायबिलिटी पनि हामीले फरेन ट्याक्स क्रेडिट घटाउन मिल्छ हैन, मेडिकल एक्सपेन्सेस जुन क्लेम भएको त्यसको घटाउन मिल्छ, टिडीएस घटाउँछौँ। अब टिडीएस पनि घटाउन मिल्छ नि, केमा टिडीएस तिरेछ उसले 54,000 को टिडीएस छ नि, त्यो चाहिँ ग्रसमा जोडेको थियो नि, त्यो पनि घटाइदिने जुन चाहिँ हुन्छ। अब त्यो पछिको चाहिँ ट्याक्स लायबिलिटी, ट्याक्स लायबिलिटी घटाइदियो माइनस 54,000, 288,400 जुन चाहिँ हाम्रो रिक्वायर्ड एन्सर हुन्छ। अब यसरी चाहिँ हामी यो सल्भ गर्न सक्छौँ। मैले चाहिँ तपाईहरुको लागि 32 PP को सकाइदिए। अब यसरी नै अब नोट्स पनि लेख्दै पर्छ, नोट चाहिँ तपाईहरुले लेख्नुस्, आएन भने कमेन्ट गर्नुस्, म त्यसमा लेखाइदिइहाल्छु। टेस्ट हेर्नुस्, हजुरले स्क्रिनशटहरु गरेर लिन सक्नुहुन्छ र नबुझेको कुरा हामीलाई सोध्न सक्नुहुन्छ। थ्यांक यू। केही गाह्रो छैन, हामी यसरी पनि फेरि अर्को भिडियो ल्याउनेछौँ। आजको लागि चाहिँ यति नै। थ्यांक यू। सब्स्क्राइब फर मोर।